नमस्कार साथीहरु, स्वागत छ सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हाम्रो कुर्मी टेक युट्युब च्यानलमा। साथीहरु, सधैँ जस्तो आज पनि म तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर उपस्थित भएका छु र आजको यो भिडियोमा दुबईको डिमान्ड एक्सप्लेन गर्छु। साथीहरु, दुबईमा रहेको दुईटा डिफरेन्ट कम्पनीबाट केही नेपाली वर्करहरुको लागि भिसाको डिमान्ड आएछ। यो डिमान्ड नेपालको कुन मेन पावरमा आएछ, दुबईको कुन कम्पनीबाट डिमान्ड आएछ, के कामको लागि मान्छे चाहियो, कति जनाको माग छ, सैलरी कति छ, डिमान्डको लट नम्बर कति हो, यो डिमान्डहरुलाई नेपाल गभर्नमेन्टले अप्रुभल कहिले गरेको थियो, सम्पूर्ण जानकारी यो भिडियोमा शेयर गर्छु। तपाईहरु भिडियो अन्तिमसम्म हेर्नुस् र आगामी दिनमा अझै यस्तै अरु भिडियोहरु हेर्न चाहनुहुन्छ भने यो कुर्मी टेक युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्नुस्। त ल साथीहरु, आजको भिडियो चाहिँ सुरु गरौँ। साथीहरु, जुन दुबईको डिमान्ड पेपर छ त्यो चाहिँ स्क्रिनमा शो भइरहेछ। माथि लेखिएको छ यूएई मा रोजगार, साइडमा कम्पनीको नाममा देखाइरहेछ। कम्पनीको नाम रहेछ मदुरै कार्पेन्ट्री एन्ड फ्लोरिङ कन्ट्र्याक्टिङ एलएलसी र शहरमा यूएई लेखेछ र त्यो भन्दा तल डिमान्डको एलटी नम्बर लेखेछ। एलटी नम्बर रहेछ 320975 320975। यो डिमान्डको लट नम्बर छ। अप्रुभल मिति दिखाइरहेछ पूर्व स्वीकृति मिति 2081 साल 12 महिना 15 गते, चैतको 15 गतेमा यो डिमान्डलाई नेपाल गभर्नमेन्टले अप्रुभल दिएछ। कामदारको पदमा लेखेछ 1 नम्बरमा कार्पेन्टरको लागि 10 जना पुरुषको माग छ। सैलरी 1200 एडी हुन्छ, नेपाली करेन्सीमा 44,748 रुपैयाँ। त्यस्तै 2 नम्बरमा लेखेछ लेबर चाहियो 10 जना पुरुषमा, लेबरको पनि सैलरी 1200 नै रहेछ, नेपाली करेन्सीमा 44,748 रुपैयाँ। त्यस्तै यहाँ चाहिँ 3 नम्बरमा लेखेछ स्काफ होल्डरको लागि पनि 10 जनाको पुरुषको माग छ, यसको पनि सैलरी बेसिक 1200 एडी छ, नेपाली करेन्सीमा 44,748 रुपैयाँ। यो चाहिँ साथीहरु एउटा अर्कै कम्पनी थियो। त्यो भन्दा तल अर्कै एउटा कम्पनीको डिमान्ड देखाएर शो भइरहेछ। कम्पनीको नाम देखाइरहेछ वर्ल्ड स्टार मेन पावर सोल्युसन। पूर्व स्वीकृति मिति दिखाइरहेछ 2081 साल 6 महिना 4 गते। यो डिमान्ड चाहिँ पुरानो डिमान्ड छ, तर अब चाहिँ यो डिमान्डको इन्टरभ्यू हुन्छ। यो पुनः विज्ञापन डिमान्ड छ। यसको जुन लट नम्बर छ त्यो रहेछ 311147 311147। यो डिमान्डको लट नम्बर छ। यसमा कामदारको पदमा लेखेछ 1 नम्बरमा पेन्टरको लागि 6 जना पुरुषको माग छ, यसको पनि सैलरी 1200 एडी हुन्छ। त्यस्तै यहाँ चाहिँ 2 नम्बरमा लेखेछ प्लास्टरको लागि 21 जना पुरुषको माग छ, यसको पनि सैलरी 1200 एडी लेखेछ। अरु प्रोसेस दुईटै डिमान्डमा सेम छ। ओभर टाइम कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। प्रतिदिन 8 घण्टा ड्युटी गर्नुपर्छ, हप्तामा 6 दिन काम मात्रै गर्नुपर्छ। वार्षिक बिदा कम्पनी आफ्नो नियम अनुसारले दिन्छ। खाना र बस्ने सुविधा कम्पनीले दिन्छ। एग्रिमेन्ट 2 वर्षको हुन्छ। यो दुईटै डिमान्डको इन्टरभ्यू जुन डेटमा हुन्छ सबै चाहिँ पेपरमा लेखेछ। अन्तर्वार्ता मेन पावर कार्यालय काठमाडौँमा 2081 चैतको 24 गते 6 अप्रिल 2025 मा यो डिमान्डको इन्टरभ्यू छ। जुन मेन पावरमा यो डिमान्ड आएछ, मेन पावरको नाम रहेछ अल्जहरा ह्युमन रिसोर्सेस कन्सल्टेन्सी प्राइभेट लिमिटेड। एड्रेसमा देखाइरहेछ भीमसेन गोला वर्ल्ड बानेश्वर 9 काठमाडौँ नेपाल र यसको जुन अफिसको नम्बर छ त्यो रहेछ 014586 369 र मोबाइल नम्बर रहेछ 9810 00 9810 00 3423। अझै एउटा मोबाइल नम्बर छ 97044 14954। तल यसको इमेल आइडी पनि शो भइरहेछ aljaharnepal@gmail.com। साथीहरु, आजको यो भिडियोमा दुबईको दुईटा कम्पनीको डिमान्ड म तपाईहरुको अगाडि एक्सप्लेन गरेको। साथीहरु, तपाईहरुलाई भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने भिडियोलाई एउटा लाइक गरिदिनु र यो भिडियोलाई आफ्नो साथीहरुसँग पनि शेयर गरिदिनु। त ल साथीहरु, आजको भिडियोमा यहीसम्म। अब म भेट्छु नेक्स्ट भिडियोमा। थ्यांक्स फर वाचिङ।